मेरो बदनाम गराउँदै हिँडेकी थिइस् हैन? अनि मेरो कानको जाली फुट्ने गरी हानेकी थिइस् हैन? मैले तेरी आमा मरी भन्दा अब त तेरी आमा उही हस्पिटलमा मरिसकेपछि अब एक शब्द पनि मेरी आमाको बारे पुलिस भन्ने नि तेरो यो खाटसाट भाँचेर तिहार मुद्दले मार्दिन्छु बुझिस्? तेरी आमालाई मार्छु र मर्नु पर्ने पनि तँ अनि तेरी आमा जस्ता पापिनीहरू नै हो बुझिस्? मेरी आमालाई केही पनि हुँदैन। बिचारी निर्दोष भुन्टीलाई यिनीहरूले जेल पठाएरै छोडे। हस्पिटलबाट निस्किन पाउँदा नपाउँदै भूपेन्द्रले बाटैबाट पुलिस चौकी लिएर गए र सारा आरोप भुन्टीमाथि नै लगाए र पुलिसले पनि हो न हो झैँ मानिदियो र जो जेलमा बसिरहेको थियो त्यसले सम्म पनि भुन्टीकै कारण आज भूमिकालाई यो भएको हो भन्ने कुराको स्पष्टीकरण दियो। त्यो सबै सुनिसकेपछि भूपेन्द्र रिसले थाम्न सकेनन् र आफ्नी श्रीमती भुन्टीलाई जेल चलान गर्न बाध्य भए। भूपेन्द्रलाई पनि लागिरहेको थियो भुन्टीबाट गल्ती भएकै हुनुपर्छ भन्ने कुरा, तर वास्तवमा भुन्टीले गरेको गल्ती भने केही थिएन। तर पनि भुन्टीलाई सबै मिलेर एक भएर फसाए। बिचरा भुन्टीले केही नगर्दासम्म पनि भुन्टीलाई आरोप लगाए, तर उता त्यो दोषी हुँदा हुँदै पनि आफू बच्छु भन्ने सोच हुन थाल्यो र भूमिकाले पनि तैँले यदि भुन्टीलाई फसाइस् भने र भुन्टीलाई जेल जान बाध्य बनाइस् भने तँलाई माफी हुनेछ र म पनि तँले मलाई बलात्कार गरिस् भन्ने कुरामा विश्वास मान्ने छैन र तैँले पनि नमान्नु पर्ने छैन र तँलाई जसरी भए पनि जेलबाट निकाल्ने जिम्मा मेरो, तर भुन्टी फसेको हुनुपर्छ भन्ने कुराको विश्वास दिलाउँछे। र सारा कुरा विश्वास दिलाइसकेपछि त्यो केटाले पनि भएको नभएको कुरा लगाउँदै भुन्टीलाई नै दोषी ठहर्याउँछ र पुलिसले पनि बलात्कार गर्न लगाएको आरोपमा भुन्टीलाई जेल लगेर जान्छ। तर उनीहरूलाई थाहा छैन कि भुन्टीको पछाडि को छ भन्ने कुरा। सुकुमायाले सारा प्रमाण सहित उसलाई परिचालन अर्थात् बलात्कारीलाई परिचालन गर्ने गुण्डाहरूलाई सम्म पनि सुकुमायाले भने छोड्दिनन् र सारा प्रमाण लिएर जेल आएकी सुकुमायाले भुन्टी निर्दोष भएको साबित भिडियो सहित फेला पार्छिन् र पुलिसलाई देखाउँदै भूपेन्द्रलाई गाली गर्छिन्। आफ्नै श्रीमती प्रति किन यति धेरै घृणा गरिरहेका छौ तिमी? अर्थात् मेरी मितिनी यति सोझी छिन् कि सायदै कसैलाई केही भन्न सक्दिनन् भन्दैमा मेरी मितिनीलाई तिमीहरूले यसरी जेलै कोच्नु भने राम्रो थिएन। तर अब हेर्दै जाऊ तिमीहरूको के हुन्छ भनेर। मैले त सुनेको थिएँ श्रीमान श्रीमतीको सम्बन्ध एकदमै धेरै ठुलो विश्वासमा चलेको हुन्छ, तर तिमीहरू जस्तो अविश्वास र अधर्मीहरूको घरमा मेरी मितिनी पर्नु भनेको दुर्भाग्य हो। यति सोझी र इमान्दार भुन्टीलाई फसाउन तिमीहरूले चालेको कुनै पनि चाललाई म सफल हुन दिन्न भनेपछि भूपेन्द्रको पनि होस र टोकलेले पनि ससुराली छोडेर आइसकेका छन्। कोठा भाडा खोज्दैछन्। आमा सहरमा बिरामी भएको अवस्थामा आइपुगेकी छिन् र उता पूर्णिमा भने बाकै घरमा बसिरहेकी छिन्। अब पूर्णिमाको दुर्दशा सुरु भइसक्यो भन्ने कुरा पूर्णिमाले बुझेकी छैनन्। सौतेनी आमाले गर्ने व्यवहार कस्तो हुन्छ भन्ने उनले थाहा पाएकी छैनन्। तर टोकलेले भने पहिल्यै बारम्बार सम्झाएका थिए यो घर छोडेर जानुपर्छ, पछि नराम्रो भइसकेपछि घर छोड्नु उचित हुँदैन। अहिले हाम्रो सम्बन्ध राम्रो हुँदा नै हामीले घर छोडेर जानुपर्छ भन्ने सोच बनाउँछन्। र त्यहाँबाट निस्किएका टोकले भने बाटोमा आउँदै गर्दा आमाहरूलाई फोन गर्छन्, तर आमाहरूको फोन भने लागिरहेको हुँदैन र अब आमा र बा अनि जमुना दिदीलाई कहाँ राख्ने भन्ने कुरामा तनाव लिँदै अघि बढिरहेका हुन्छन्। त्यति नै बेला भूपेन्द्रको याद आउँछ र भूपेन्द्रलाई कल गर्छन्, तर भूपेन्द्रले हामी सहरमा नभएको सहरभन्दा बाहिर गइसकेको कुरा गर्छन्। तर यता भुन्टी र भुन्टीकी आमा उपचार गरिरहेको हस्पिटल एउटै हुन्छ र टोकलेलाई पनि त्यति नै बेला फोन आउँछ, हामी आमालाई साह्रो भएर हस्पिटल भर्ना गराएका छौँ भन्ने कुराले टोकलेले केही नसोची सिधै हस्पिटल आउँछन्। तर हस्पिटलमा भूपेन्द्रले जे भनेका थिए त्यो सबै सम्झिन्छन्
र भूपेन्द्रलाई हस्पिटलमै देख्छन् र भुन्टीलाई पनि। आखिर यिनीहरू दुईजना भित्र के चलिरहेको छ भन्ने कुरा टोकलेले सोच्न थाल्छन्। तर वास्तवमा नन्द र देवर अर्थात् भुन्टीको नन्द र देवरले भने यथार्थ कुरा गरेको सुनिसकेका हुन्छन् र नन्द देवर र सासू आमाकै कारण आज भुन्टी यति नराम्रो हुँदैछन् कि र यस्तो सजाय बिना कारण दिँदैछन् कि त्यो कसैले सोच्न सकिरहेको छैन। कि अब भुन्टीलाई निर्दोष साबित गर्न सुकुमाया नै आउनुपर्ने हो त र भुन्टीले गर्दै नगरेको गल्तीको सजाय आफै भोग्नुपर्ने हो त? त्यो थाहा पाउन भने अर्को भिडियो हेर्नुपर्ने हुन्छ। त्यतिन्जेलसम्मको लागि हामीलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते, जय नेपाल। तपाईँको दिन शुभ रहोस्।